नमस्कार दर्शकवृन्द, आज हामी लक्ष्मी पौडेलको सृष्टि सौन्दर्य भर्खर मात्रै युट्युबमा बिनु पोखरेलको साथमा आएको कविता छ। सरन्दरा छन्दको प्रकृतिलाई जोगाउनुपर्छ, प्रकृतिलाई माया गर्नुपर्छ भन्ने मूल भावमा लेखिएको कविता। मान्छेले कर्म बिर्सी वन उपवनका टाल्न थाले छहारी, गर्दैछन् नाश आफ्नै विकसित तरुको वंश नामेट पारी। हाम्रो अस्तित्व बाँच्यो हरदम जसले प्रेम धारा बगाई, ए मान्छे हो बचाऊ हरित प्रकृतिको सृष्टि सौन्दर्यलाई। हावा पानी र आगो समरथ नभए हाल के हुन्छ होला, डाँडाले श्राप देला वन र चौरले आँसुले भूमि धोला। प्यारो पियूष वातावरण बिरहमा वेदना पोख्छ गाई, आऊ आऊ बचाऊ हरित प्रकृतिको सृष्टि सौन्दर्यलाई। पृथ्वीको वक्ष चिर्दै कलुषित विषको कारखाना चलेमा, के बाँचौला र पर्यावरण जहरले व्याप्त बन्दै जलेमा। कोर्छिन् वर्षा धरामा जब जब हरिया रङ्गले पोत्नलाई, आऊ आऊ बचाऊ हरित प्रकृतिको सृष्टि सौन्दर्यलाई। खोला नाला नदीले कलकल नगरी शीतलु वायु सुक्छ, लाग्दा आगो डढेलो चिरबिर कुको दिव्य सङ्गीत लुक्छ। आऊ आऊ बचाऊ हरित प्रकृतिको सृष्टि सौन्दर्यलाई। धरतीको मूललाई प्रतिदिन यसरी गर्न छाडेर जाई, आऊ आऊ बचाऊ हरित प्रकृतिको सृष्टि सौन्दर्यलाई। आऊ आऊ बचाऊ हरित प्रकृतिको सृष्टि सौन्दर्यलाई। थ्याङ्क यू भेरी मच। साह्रै उत्कृष्ट रचना गर्नुभएको छ र वाचन पनि उत्तिकै राम्रो छ। युट्युबमा हेर्नुहोला। धेरै धेरै धन्यवाद र सक्दो प्रयास गरौँ, प्रकृति बचाउँ। थ्याङ्क यू भेरी मच।